किराँत राईहरूको महान चाड साकेला उभौलीको अवसर पारेर खोटाङमा बृहत मुन्धुमी सांस्कृतिक साँझको तयारी गरिएको छ। किराँत राई सांस्कृतिक कलाकार सङ्घ केन्द्र कार्य समितिको संयोजनमा आगामी वैशाख 27 गते दिक्तेल बजार स्थित जिल्ला सामान्य समितिको समीक्षालय हलमा मुन्धुमी साँझ आयोजना गर्ने तयारी गरिएको हो। किराँत राई सांस्कृतिक कलाकार सङ्घ जिल्ला कार्य समिति खोटाङ, किराँत राई यायोखा जिल्ला कार्य समिति खोटाङ र किराँत सेवा समाज खोटाङको आयोजनामा कार्यक्रम सम्पन्न हुने किराँत राई सांस्कृतिक कलाकार सङ्घ केन्द्र कार्य समितिका महासचिव पदम थुलुङ राईले सुनाउनुभयो। कार्यक्रममा चर्चित गायिका पार्वती राई, चर्चित गायक भीषण मुकारुङ राई, गायक तथा सङ्गीतकार राई नवीन, गायिका इन्द्रकला राई लगायतका गायक गायिकाको प्रस्तुति रहने महासचिव थुलुङ राईले जनाउनुभयो। उभौलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान साँझमा मेनुका राई, सुशीला राई, डिबी राई, खुसेनिछो चामलिङ, धनीराम नछुङ तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक मध्येका किराँत राई यायोखा जिल्ला कार्य समिति खोटाङका अध्यक्ष युक्सन किराँतले बताउनुभयो। उक्त साँझमा सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय अध्यक्ष तथा अन्वेषक शालिक शताशक राई, सुसंस्कृति कर्मी मुकेश राई लगायतको विशेष उपस्थिति रहने अध्यक्ष राईको भनाइ छ। वैशाख 29 देखि खोटाङ लगायत किराँत राई समुदाय रहेका देश विदेशमा उभौली साकेला धुमधाम सुरु हुने जनाइएको छ। अन्नबाली नष्ट नहोस्, रोग व्याधि नलागोस्, शुभ फाबो होस् भन्दै भूमि तथा पितृको पूजाआजा गर्दै उभौली सुरु गरिन्छ। जलचर थलचर उधौदेखि अर्थात् बेसीदेखि उभो लेकतिर लाग्ने समय उभौली र उभोदेखि उधो झर्ने बेला या जाडोयाम मङ्सिरदेखि उधौली मान्ने गरेको पुर्खाहरू बताउँछन्। साकेला उभौलीको अवसरमा महिना दिनसम्म साकेला सिली नाच्दै मनाउने चलन छ।